स्कुलसम्म आइपुग्यो हामी पढेको यो 10 क्लाससम्म पढेको स्कुल। तपाईँ कत्रो वर्ष हुँदा यो स्कुल बन्ने होला यहाँ? म त अब खोइ जन्मेकै थिइन होला यो स्कुल बन्निँदा त थाहै छैन। हो र? होइन यो चाहिँ क्या ठुलो चाहिँ यताको त अगाडि नै बन्यो। हामी पढ्दा यो त्यस्तो काठको थियो त जम्मी यस्तो थिएन त बिल्डिङ त केही पनि थिएन। त्यही त यो बिल्डिङ म सानो कति वर्षको हुँदाखेरि बन्नेको। यता छ नि यतातिर सबै यस्तो बनमारा घारी जङ्गल। पहिला त सबै काठको थियो कि पछि यो जुन छ नि यो ठुलो 10 सम्म बनायो नि त। कति सालमा त बनाएको पहिला। अब हामी पनि अब यो स्कुल छोडेको कति वर्ष भयो? 16 भनेपछि 16, 10, 26 अनि 12-13 वर्ष भइसकेछ नि स्कुल छोडेको। त्यही भएर कति सालमा होइन त्यो ठ्याक्क बिर्सिम नभए त त्यहाँ लेखेको हुन्छ नि त। अनि हाम्रो कामधुन नगरपालिकामा पर्ने श्री पञ्चायत माध्यमिक विद्यालय होइन त? हामी नि पढेकै छ। यो हेर त पञ्चायत माध्यमिक विद्यालय किन त भन्दाखेरि पञ्चायतकै नामले यो आएको छ अझै पनि। भनेपछि पञ्चायत देवी हाम्रो सिराथान कति शक्तिशाली रहेछ नि त। त्यहाँ हामी श्री पञ्चायत प्राइमरी स्कुलमा त्यहाँ त्यहाँनिर आधारभूत भयो। त्यहाँ आधारभूत विद्यालय थियो 5 सम्म, यहाँ माध्यमिक 10 सम्म। अनि तर हाम्रो त्यो पञ्चायत देवी सिराथानको अवस्था देखिराख्नु भएको छ नि हामीले श्रमदान। तर के गर्नु गाह्रो छ नि यसो है। धेरै गाह्रो भन्छन् नि बाबुआमाले छोराछोरीलाई अगाडि बढाउनलाई यति दुःख कष्ट गर्दैनन्, अगाडि बढाउँछन् तर बाबुआमालाई बिर्सिन्छन् भन्छन्। हो त्यस्तै भएको छ नि। बाबुआमा चाहिँ पञ्चायत देवी सिराथानलाई अब के गर्नु नाम चाहिँ त्यो नाम चाहिँ अब यता स्कुलभरि जहाँ पनि नामहरू हुन्छ तर अब त्यो कुराहरू बिस्तारै हुँदै गइरहेछ। अनि अचेल के भइरहेछ भन्दा यो सबै बोर्डिङ स्कुलले गर्दाखेरि गाइस बोर्डिङ स्कुलले गर्दाखेरि सबै यो विद्यार्थीहरू क्या कम। किन भन्दाखेरि अब यो सरकारी स्कुलमा जति सुविधाहरू हुन्छ त्योभन्दा ज्यादा डबल सेवा सुविधाहरू यो बोर्डिङमा भइदिएकोले गर्दाखेरि चाहिँ सबैले अब सेवा सुविधा नै खोज्छन्। त्यसले गर्दाखेरि उहाँहरूले पनि बरु पैसा विदेशको पैसा भन्दैछु त महिनामा जति कमाउँछ त्यो घर खर्चै चलाउँदै जान्छ त्यो उयो गर्दै। त्यही पनि उहाँहरूले आफ्नो छोराछोरीको भविष्यको लागि भए पनि गर्नुहुन्छ नि। हो कि पढाउनुहुन्छ छोराछोरीहरूलाई। कि त अब हाम्रो बालेन दाइ जस्तै आउनु पर्यो हेर्नु त आमा त्यहाँ त काठमाडौँ सिटीमा हेर्नु त सरकारी स्कुलमा भ्याइन 400 कोठामा 4000 उयो आएको अरे आवेदन। अनि कोटा हो त्यसमा पास गर्नुपर्छ। त्यसमा छिर्नुको लागि त्यो हाई स्कुल दरबार छ नि जुन त्यो दरबार स्कुलमा पढ्नुको लागि त्यहाँ अब भनौँ न हाम्रो भेनाहरूले भन्नुहुन्छ त्यसको लागि के भन्छ त्यो नाम निकाल्नु पर्छ अरे क्या। त्यस्तै अब हुने खाने यताउति भनौँ न ठुल्ठुलो अब पदको मान्छेहरूले मात्र त्यस्तो स्कुलमा पढाउने खालके नाम निकाल्नु सक्ने खालके त्यस्तो विद्यार्थी ट्यालेन्ट विद्यार्थीहरू नाम निकाल्नु सक्नु पर्यो। आफ्नो यो जुन शैक्षिकता हुन्छ नि त्यो देखाउनु सक्नु पर्यो। त्यहाँनिर आफ्नो योग्यता देखाउनु सक्नु पर्यो। शैक्षिकताको योग्यता देखाउनु सक्नु पर्यो। ठिक हो, राम्रो हो। अनि त्यहाँ त उयो बोर्ड जडान गरेको छैन। अब जस्तै लेखे एकैचोटि 2-वटा 3वटा पनि लेख्नु मिल्ने एउटा उयसमा। अनि त्यो जस्तै इन्टरनेटको माध्यमबाट क्या सबै। अब त्यो के भन्दा कसैलाई अब कसैको बारेमा जानकारी दिनु छ भने त्यहाँनिर विद्यार्थीहरूलाई सिधै बोर्डमा ट्याक्क सर्च गरेर इन्टरनेटको माध्यमबाट क्या डाइरेक्ट त्यो के पो बोर्ड भन्दैछ नामै बिर्सेँ त्यसलाई इङ्ग्लिसमा के भन्छ यो चकले लेख्ने होइन क्या। त्यो हुन्छ नि विदेशतिर प्रायः हामी पनि म पनि विदेशमा पुग्दाखेरि ट्रेनिङ गराउँदा त्यही हुन्छ क्या। त्यहाँनिर स्विटी लेख्ने मेटाउनु पनि त्यत्तिकै मिलिहाल्ने। मार्कर होइन क्या त्यो यत्रो हुँदैन पढाउने क्या। त्यो बोर्डमा यसरी मेटाउँदा त्यो चाहिँ इलेक्ट्रोनिक आएको छ क्या अहिले। त्यस्तो कुराहरू सेवा सुविधा दियो भने त अवश्य सबै ठाउँ राम्रो भइहाल्छ नि गाइस। तालसेर आइपुग्यो गाइस। अब गर्मी नि उयो के यो त हो काठे काठे कुन काठको काठ त्यो चाहिँ म पनि चिन्दिनँ है। नचिन्ने त्यो मरेको के छ भाइ ठिक छ। हामी त यो अब च्याउ खोज्दै च्याउ खोज्नु सन्चै छ।
हिजो यसो घुम्दै देखाउँदै के गर्नु नि ताल सफाइयो ताल पनि देखाउनु भनेर अनि ल भाइ ताल आइपुग्यो गाइस